सम्पूर्णजनालाई नमस्कार। आज हामी एकदमै महत्त्वपूर्ण कुरा सिक्न जाँदैछौँ। आज चाहिँ हामी हाम्रो यस भिडियो मार्फत हामीले हाम्रो लोकसेवाको लागि आफैले आवेदन कसरी दिने, किनभने हामीले पटक पटक साइबरमा गएर आवेदन दिँदाखेरि हामीलाई पैसा खर्च हुन्छ, समय खर्च हुन्छ। हामी त्यो समस्यालाई कसरी निर्मूल गर्ने र हामी आफैले आफ्नो मोबाइलबाट अथवा आफ्नो ल्यापटपबाट हामीले कसरी चाहिँ हामी आफ्नो लोकसेवाको फर्म कसरी भर्ने भन्ने कुरा चाहिँ हामी आज यस भिडियो मार्फत सिक्न जाँदैछौँ। हामीले कसरी आवेदन दिने र कसरी हामीले हाम्रो आइडी पासपोर्ट जेनेरेट गर्ने र कसरी हामीले हाम्रो सम्पूर्ण शैक्षिक विवरण, त्यसपछि चाहिँ हाम्रो व्यक्तिगत विवरण, त्यसपछि चाहिँ हाम्रो कन्ट्याक्ट डिटेल्स आदि सम्पूर्ण कुरा हामी हाम्रो प्रोफाइलमा कसरी समावेश गर्ने त्यो चाहिँ हामी सिक्न जाँदैछौँ र भिडियोलाई चाहिँ हामी धेरै लामो नगरी अब भिडियोतर्फ जाउँ। र सर्वप्रथम हामीले चाहिँ यो हाम्रो लोकसेवा आयोगको वेबसाइटमा जानुपर्ने हुन्छ, होम पेजमा जानुपर्ने हुन्छ र त्यसको लागि सम्पूर्णजनालाई थाहा भएकै कुरा हाम्रो psc.gov.np लगइन भनेर यसरी देख्न सक्नुहुन्छ। मैले पटक पटक यो वेबसाइट युज गरिराख्ने भएको हुनाले मेरोमा टपमै आइसक्यो र यदि हजुरहरुलाईमा यसरी आइपुगेन भने चाहिँ psc.gov.np लगइन भनेर चाहिँ लेखेर इन्टर गर्नुभयो भने चाहिँ यसरी यो पृष्ठ खुल्नेछ। हाम्रो यो पब्लिक सर्भिस कमिसन, जसलाई हामी लोकसेवा आयोग भन्छौँ। र त्यसैगरी हामी चाहिँ अब यही पब्लिक सर्भिस कमिसनमा क्लिक गर्छौँ र यसरी क्लिक गरिसकेपछि चाहिँ हाम्रो यो लोकसेवा आयोगको ड्यासबोर्ड, जसलाई हामी गृह पृष्ठ पनि भन्छौँ, यसरी खुलेर आउनेछ। हजुरहरूले देख्न सक्नुहुनेछ र त्यसपछि चाहिँ हामी क्रमशः हामी आफ्नो स्टेपतर्फ जाँदैछौँ। यहाँ हामीले हजुरले देख्न सक्नुहुन्छ इङ्ग्लिस, नेपाली भनेर यहाँ हामीले आफ्नो ल्याङ्ग्वेज, आफ्नो आवश्यकता र आफूले चाहेको भाषा चुज गर्न पनि सक्छौँ। यसरी म चाहिँ यहाँ नेपाली नै राख्छु र यसरी हामीले यहाँ देख्न सक्छौँ। यहाँनिर कर्नरमा माथि देख्न सक्नुहुन्छ हजुरले लोकसेवामा आज भनेर चाहिँ यो क्यालेन्डर दिएको छ र त्यसको साइडमा यहाँनिर चाहिँ अनलाइन दरखास्त भनेर लेखेको यहाँ हामीले दिन सक्छौँ, देख्न सक्छौँ एकदमै स्पष्ट। हामी यसमा क्लिक गर्छौँ। त्यसपछि चाहिँ हजुरले देख्न सक्नुहुन्छ यो मेरो पहिलाको चाहिँ आइडी हो मैले बनाएको र यहाँ हजुरले फेरि यहाँ पनि हाम्रो यो यसरी ल्याङ्ग्वेज, भाषा छनौट गर्न सक्नुहुनेछ र यसरी हामी दर्ता गर्नुहोस्मा चाहिँ हामी जान्छौँ सर्वप्रथम र हामीले दर्ता गर्नुहोस्मा क्लिक गरिसकेपछि चाहिँ यसरी हाम्रो यो पहिलो नाम, बीचको नाम र थर भनेर जुन हामीले देख्नेछौँ। त्यसैगरी यहाँ सेकेन्ड स्टेपमा प्रयोगकर्ता नाम, जन्ममिति इस्वी सम्वत, त्यसपछि लिङ्ग, त्यसपछि आफ्नो इमेल एड्रेस, मोबाइल नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर, नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, नागरिकता जारी भएको मिति विक्रम सम्वतमा, नागरिकता जारी मिति इस्वी सम्वतमा, यो हामीले यति कुरा समावेश गर्नुपर्छ र यो जति पनि यो रातो स्टार यहाँनिर हामीले लागेको देखिरहेछौँ, यो चाहिँ हामीले नेसेसरी हुन्छ फिलअप गर्नको लागि। हामीले यो फिलअप गर्नै पर्छ। हामीले यो फिलअप नगरिकन हाम्रो प्रोसेस कम्प्लिट मानिँदैन र हाम्रो यो प्रोसेसले लिँदैन पनि, हामीलाई यहाँ देखाइहाल्छ आफै पनि। र यसरी चाहिँ हामीले यहाँनिर लेख्न सक्छौँ र म चाहिँ हजुरहरूलाई यसरी यहाँनिर मेरो नाम सुजित हो, यहाँनिर चाहिँ मैले कुमार लेखेँ, त्यसपछि यहाँनिर थरमा चाहिँ मण्डल लेखेँ र मेरो प्रयोगकर्ताको नाममा चाहिँ मैले यसरी यहाँ अब हेर्नुहोस् है, यो चाहिँ एकदम ध्यान दिनुपर्ने कुरा चाहिँ मेन यो हो।
प्रयोगकर्ता नामको लागि अंग्रेजी अक्षर नम्बर अनि त्यसपछि यहाँनिर देख्नुहुन्छ यहाँनिर यो चाहिँ एकदमै हेर्नुपर्ने हुन्छ हाइफन र अन्डरस्कोर मात्र उपलब्ध छ भनेर भनेको छ हेर्नुस् है। अब हामीले यसलाई के गर्नु पर्यो यो हटाइदिनु पर्यो यतिकै छोडिदिदा पनि हुन्छ यो लिन्छ केही फरक पर्दैन र हामीले हाम्रो जन्म मिति चाहिँ यहाँबाट चुज गर्नुपर्ने हुन्छ हाम्रो कति सालको जन्म मिति रहेको छ हामी चाहिँ त्यो यहाँनिर राख्न सक्छौं। मैले यो विवरणहरु चाहिँ अहिले देखाउनको लागि भएको हुनाले मैले एकदमै सही चाहिँ राखेको छैन हजुरहरुले त्यो कुरा चाहिँ मान्नु होला र त्यसपछि चाहिँ म यहाँ लिङ्गमा पुरुष महिला हजुर जे हुनुहुन्छ छनौट गर्न सक्नुहुन्छ। मैले पुरुषमा राखेर आफ्नो इमेल एड्रेस चाहिँ यहाँनिर यसरी हजुरहरुले राख्न सक्नुहुनेछ। आफ्नो इमेल एड्रेस यसरी राख्नुपर्छ किनभने हामीले यहाँ चाहिँ के भनेको छ हेर्नुस् है मान्य इमेल राख्नुहोस् भनेर भनेको छ। यहाँ मैले .com लेख्न छोडेको भएर यसो भनेको हो र त्यसपछि चाहिँ हामीले हाम्रो मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। मैले चाहिँ मेरो मोबाइल नम्बर यसरी 10 अंकको राखे र त्यसपछि चाहिँ राष्ट्रिय परिचय पत्र हामीले राख्नुपर्ने हुन्छ। राष्ट्रिय परिचय पत्र पनि हामीले राख्यौं र यहाँनिर हजुरले देख्न सक्नुहुनेछ यो राष्ट्रिय परिचय पत्र राख्दाखेरि के भनेको छ यो हामीले हाइफन चाहिँ राख्नुपर्ने हुन्छ। हामीले यो हाइफन राखेनौं भने चाहिँ हुँदैन र यसरी हामीले हाइफन राख्ने प्रायजसो 10 अंकको हुन्छ राष्ट्रिय परिचय पत्र नम्बर त्यसैले मैले 10 वटा अंक यसरी राखिदिएको छु। यो नागरिकता नम्बर पनि मैले यसरी राखिदिए हजुरले हेर्न सक्नुहुनेछ र हजुरको नागरिकता नम्बर यसरी राखिसकेपछि जस्ताको त्यस्तै राख्नु होला र नागरिकता नम्बर हामीले यसरी राखिसकेपछि चाहिँ हाम्रो नागरिकता कुन चाहिँ जिल्लाबाट जारी भएको हो हामीले यहाँ हाम्रो जति पनि जिल्ला छ जति पनि हाम्रो यो जिल्लाहरु छ सम्पूर्ण जिल्लाहरु यहाँ समावेश गरिएको छ हामीले चाहिँ यसरी राख्न सक्छौं। म चाहिँ अहिलेको लागि यो हाम्रो सुनसरी राख्न गइरहेको छु र हाम्रो जारी मिति चाहिँ कहिले रहेको छ त्यो चाहिँ हामीले राख्नुपर्ने हुन्छ। जारी मिति चाहिँ हाम्रो पक्कै पनि 2018 चाहिँ म राख्न गइरहेको छु र यहाँनिर चाहिँ हजुरले देख्न सक्नुहुनेछ मैले विक्रम सम्मतमा मेरो जारी मिति राख्दाखेरि नागरिकताको इस्वी सम्मत जारी मिति चाहिँ आफै आएको छ र यति हामीले गरिसकेपछि चाहिँ हामीले यहाँ बुझाउनुहोस्मा क्लिक गर्यौं भने चाहिँ हामीले हाम्रो जीमेल मार्फत चाहिँ केही समयपछि यसरी हामीले बुझाउनुहोस्मा क्लिक गर्छौं र यसरी क्लिक गरिसकेपछि चाहिँ हजुरहरुले यो हेर्न सक्नुहुनेछ के हुन्छ र के दिन्छ। हजुर यहाँ हेर्नुस् है के भनेको छ मोबाइल नम्बर अलरेडी एक्जिस्ट्स भनेर चाहिँ भने यसको मतलब यो मोबाइल नम्बर चाहिँ सही छैन अथवा युज भएको छ भनेर पनि भन्न खोजेको छ अथवा जुन कुराहरु मिल्दैन त्यो कुरा चाहिँ यहाँनिर भन्छ। मोबाइल नम्बर अति आवश्यक चीज हो यसमा किनभने मोबाइल नम्बरमा चाहिँ हामीलाई यो ओटीपी आउने गर्छ र त्यसपछि चाहिँ हामीले यहाँ बुझाउनुहोस् यसरी हजुरहरुले बुझ्नु पर्यो कि अब यति प्रोसेस हामीले गरिसकेपछि चाहिँ हामीले बुझाउनुहोस्मा थिच्यौ भने चाहिँ हाम्रो जीमेलमा चाहिँ हाम्रो आईडी र पासवर्ड आउने छ है र त्यो आईडी र पासवर्डलाई चाहिँ हामीले यहाँ लिन त्यो आईडी र पासवर्डलाई चाहिँ हामीले यहाँ ल्याएर राख्यौ जस्ताको त्यस्तै यो जुन आईडी मैले जुन जीमेल एड्रेस राखेको छु त्यो जीमेल एड्रेस र पासवर्ड हाम्रो मेलमा आउने छ। त्यो आईडी पासवर्ड हामीले यहाँ राख्यौ भने चाहिँ हाम्रो यस्तो किसिमको पृष्ठभूमि फुलेर आउने छ र मेरो प्रोफाइल यहाँ देख्न सक्नुहुन्छ ड्याशबोर्ड मेरो प्रोफाइल रिक्त पदहरु संगठित संस्थाको पूर्व योग्यता परीक्षा भनेर चाहिँ मेरो आवेदनमा पनि अनुमोदित आवेदन सबै आवेदन परिणामहरु हेर्नुहोस् पूर्व योग्यता परीक्षा उत्तीर्ण प्रमाणपत्र पनि यहीँबाट पाउन सकिन्छ यसरी हामीले खोज्यौ पनि र त्यसपछि चाहिँ हामीले मेरो प्रोफाइलमा जाने हामीले मेरो प्रोफाइलमा गइसकेपछि चाहिँ यो सेकेन्ड स्टेप हो। हामीले जब आईडी पासवर्ड पाइसक्छौं त्यसपछि चाहिँ हामीले यसरी
हाम्रो यहाँ सम्पूर्ण विवरणहरू चाहिँ हामीले यसरी व्यक्तिगत विवरणमा गएर हाम्रो यो नाम अंग्रेजीमा नेपालीमा जति पनि हाम्रो यो बुवाको नाम हैन बाजेको नाम नागरिकता नम्बर आदि इत्यादि सम्पूर्ण कुरा हामीले क्रमशः भर्दै जान्छौं र यहाँनिरबाट चाहिँ अर्को भन्दै नेक्स्ट र यसरी सम्पूर्ण कुरा हामीले भरिसकेपछि चाहिँ हामीले चाहिँ यहाँनिर यो अर्को अथवा नेक्स्ट इंग्लिश भाषामा चुज गर्नुभएको छ भने त्यसपछि यसरी यहाँ पनि क्लिक गर्न सक्छौं। अतिरिक्तमा चाहिँ हामीले यहाँ हाम्रो कुन जात समूहमा पर्छ कुन धर्म हाम्रो वैवाहिक स्थिति के छ हैन आदि जस्ता हाम्रो मातृभाषा के हो रोजगारीको अवस्था शारीरिक रूपमा अपाङ्ग हुनुहुन्छ बाबुको शैक्षिक योग्यता बाबुको शिक्षा स्तर आमाको शैक्षिक योग्यता बाबुको पेशा आमाको पेशा भौगोलिक क्षेत्र हिमाल पहाड तराई हामी कहाँबाट हो त्यो कुरा चाहिँ हामीले लेख्न सक्छौं र यहाँनिर चाहिँ समावेशी समूहको कागजात हामी जुन आदिवासी हो कि जनजाति हो हैन कि दलित वर्गबाट हो कि अपाङ्ग हो हैन यी आदि कुराहरू चाहिँ हामीले यहाँनिर यो डकुमेन्ट स्क्यान गरेर चाहिँ राख्न सक्छौं है हामीले चाहिँ यहाँनिर देख्न सक्छौं यहाँ हामी के हो यहाँ देख्नुहुन्छ यहाँबाट हामी चुज गर्ने आदिवासी हो मधेसी हो दलित हो अपाङ्ग हो पिछडिएको क्षेत्रको हामी कुन चाहिँ हो त्यसमा हामीले यसरी छनौट गरेर र हामीले त्यो कागजात चाहिँ त्यो प्रमाणपत्र जुन हामीलाई जिल्ला प्रशासन कार्यालयले दिएको हुन्छ प्रमाणित गरेर त्यो कागजात चाहिँ हामीले यहाँनिर यसरी ब्राउजरमा क्लिक गर्यो भने चाहिँ हाम्रो यो पृष्ठ खुलेर आउने छ र हामी चाहिँ यसमा अपलोड गर्ने छौं र यहाँनिर देख्न सक्नुहुन्छ यसरी अपलोड गरेको मैले यहाँ आदिवासी जनजातिको म समूहमा पर्ने भएको हुनाले म आदिवासी जनजातिको मैले यहाँ अपलोड गरेको छु र त्यो चाहिँ हजुरहरुले देख्न सक्नुहुनेछ स्पष्ट यहाँनिर यसरी अपलोड भइसकेपछि देखिनेछ र त्यसपछि चाहिँ हामी जानेछौं सम्पर्कमा हामीले किनभने सम्पर्क गर्नुपर्ने अवस्थाहरू पनि आउँछ र हामीले यो पटक पटक भर्नु पर्दैन एकचोटी भरिसकेर हामीले सबै कुरा फुलफिल गरिसकेपछि चाहिँ अर्को चोटीबाट मात्र हामीले विज्ञापन हेर्ने र विज्ञापनलाई हामीले भर्ने आवेदन दिने मात्रै हो है किनभने हामीले सबै कुरा यहाँ हामीले बनाएको हुन्छ यसरी हाम्रो यो मास्टर आइडी हुन्छ र यो मास्टर आइडी भनेको हाम्रो सदाको लागि रहन्छ यो एकचोटी बनिसकेको मास्टर आइडी हाम्रो सदाको लागि रहन्छ र हाम्रो सम्पूर्ण विवरण यही मास्टर आइडीमा रहनेछ र पछि हामीलाई हाम्रो कुनै पनि चीज कुनै पनि विवरण हेर्नु पर्यो लोकसेवाले सजिलै हाम्रो यस आइडीलाई हेर्न सक्ने छ किनभने त्यो आधिकारिक वेबसाइट नै लोकसेवाको हो र लोकसेवाले यसलाई हेर्न सक्छ हामीले दर्ता गरेका हुन्छौं र त्यसपछि यो सम्पर्कमा चाहिँ हाम्रो कुन प्रदेशको हो हाम्रो जिल्ला के हो हाम्रो कुन नगरपालिका हो वडा नम्बर कति हो हाम्रो गाउँको नाम के हो हाम्रो मोबाइल नम्बर कति रहेको छ आदि इत्यादि इमेल एड्रेस हैन अनि यहाँ पत्रचार गर्ने ठेगाना आदि इत्यादि सम्पूर्ण कुरा हामीले यहाँ लेखिसकेपछि हामीले यहाँ अर्को अथवा नेक्स्टमा क्लिक गर्न सक्छौं र त्यसपछि चाहिँ हामी कागजातमा जानेछौं हजुरहरुले देख्न सक्नुहुनेछ कागजातमा गइसकेपछि चाहिँ हामीले यहाँनिर देख्न सक्छौं हामीले तपाईको स्क्यान गरिएको फोटो भनेर भनेको छ हामीले यहाँ फोटो अपलोड गर्यौं र त्यसपछि चाहिँ हामीले तपाईको स्क्यान गरिएको हस्ताक्षर भनेर भनेको छ उम्मेदवारको हस्ताक्षर अनिवार्य अपलोड गर्नुहोस् भनेर लेखेको छ यहाँ देख्न सक्नुहुन्छ यहाँ यसरी क्लिक गर्यो भने हामीले चाहिँ अपलोड गर्न सक्छौं र अपलोड गरेको कुरा चाहिँ हामीलाई यसरी देखाउने छ र त्यसपछि यहाँ तपाईको नागरिकता प्रमाणपत्र उम्मेदवारको नागरिकता अनिवार्य अपलोड गर्नुहोस् भनेर पनि यहाँ भनिएको छ हजुरहरुले देख्न सक्नुहुनेछ यहाँनिर चाहिँ फ्रन्ट साइड अफ सिटिजनशिप भनेर लेखेको छ यहाँ यसरी क्लिक गर्नुभयो भने यसरी चाहिँ देखाउँछ पनि हाम्रो नागरिकता हामीले हेर्न सक्छौं मैले अपलोड गरेको छु र यहाँनिर चाहिँ ब्याक साइड सिटिजनशिप भनेर लेखेको छ यसरी यही हाम्रो यो मैले अपलोड गरेको भएको हुनाले यहाँ यस्तो यो फोल्डरको नाम देखाइरहेको छ नभए यहाँ चाहिँ अपलोड फोल्डर भनेर देखाउँछ दुईटै साइड अगाडि पछाडी छुट्टा छुट्टै स्क्यान गरेर एउटा फोटो र एउटा सिग्नेचर गरेर स्क्यान गरेर क्लियरली राख्नु होला हजुरहरुले जेपीजी मा है राख्नु होला यो सबै कुरा हामीलाई जेपीजी मा चाहिन्छ र त्यसपछि हामीले यो यसरी अर्कोमा थिचिसकेपछि चाहिँ हाम्रो यो अब शैक्षिक प्रमाणपत्रहरू हामीले समावेश गर्नुपर्ने हुन्छ यहाँनिर हजुरले देख्न सक्नुहुन्छ शिक्षा विवरण भनेर लेखेको छ यसरी यो प्लस शैक्षिक योग्यता प्रमाणपत्र अपलोड गर्नुहोस् भनेको ठाउँमा यसरी हामीले क्लिक गर्यो भने हामीले पहिला आफ्नो सम्पूर्ण विवरण लेख्नु पर्ने हुन्छ यसमा है हेर्नुस् हामी यो कुन विश्वविद्यालयबाट पढेको छौं र
भनेर चाहिँ हामीले यहाँ लेख्ने। त्यसपछि हाम्रो यो शैक्षिक उपाधि कुन हो, यसरी यहाँ सबै कुरा छ, +2 स्नातक एसएलसी एससी विद्यावारिधि हैन, एमफिल मास्टर्स सबै यहाँ चाहिँ छ। हामीले सिलेक्ट गर्न सक्छौँ हामीले हाम्रो शैक्षिक विवरणको आधारमा। र त्यसपछि चाहिँ हामीले शैक्षिक संकाय हामी कुन फ्याकल्टीबाट छौँ त्यो चाहिँ हामीले यहाँबाट चुज गर्ने हो। र त्यसपछि हाम्रो प्रतिशतमा हो कि जिपिएमा हो, हाम्रो श्रेणी कुन हो, मूल विषय कुन हो, यो जति पनि स्टार लागेको कुरा छ अनिवार्य हामीले भर्नै पर्छ, फिलअप गर्नै पर्छ। र यो शैक्षिक योग्यताको उपाधिको विवरण भनेर पनि हामीले यहाँनिर चाहिँ केही कुराहरू लेख्न सक्छौँ। अझ पनि थप केही कुराहरू छ जो हामीले यहाँ समावेश गर्न सकेनौँ। कुनै कुनै उपाधिहरूमा के हुन्छ भने हाम्रो स्पेशल सब्जेक्ट्सहरू हुन्छ अथवा स्पेशल केही हामीले उपाधिहरू अथवा केही हामीले चाहिँ भनौँ न अझ थप सब्जेक्टहरू उत्तीर्ण गरेका हुन्छौँ, त्यस्तो हामीले यहाँनिर चाहिँ समावेश गर्न सक्छौँ। र शैक्षिक संस्थाको प्रकार यो सरकारीबाट हो कि निजी क्षेत्रबाट हो त्यो चाहिँ हामीले यहाँबाट खुलाउनु पर्छ। र उत्तीर्ण गरेको साल हामीले इस्वी सम्मत विक्रम सम्मत के छ हाम्रो सर्टिफिकेटमा त्यो चाहिँ हामीले हेरेर यहाँबाट यसरी हामीले चुज गर्न सक्छौँ। साल महिना गते जे सम्पूर्ण कुरा चुज गर्न सक्छौँ। र त्यसपछि चाहिँ हामीले यहाँनिर फेरि यो ट्रान्सक्रिप्ट ग्रेड सिट र मार्कसिट मध्ये कुनै एक कागजात चाहिँ हामीले यहाँनिर अपलोड गर्नुपर्ने हुन्छ। र त्यसपछि चाहिँ यो अपलोड यसरी गर्दा ब्राउजरमा क्लिक गर्ने, ब्राउजमा क्लिक गर्ने र यसरी हामीले ब्राउजमा क्लिक गरिसकेपछि चाहिँ हामीले यहाँ अपलोड गर्ने फोल्डर कुन हो, हाम्रो कुन फोल्डरमा रहेको छ योहरू पहिल्यै स्क्यान गरेर राख्नु होला सम्पूर्ण कुराहरू। र त्यसपछि चाहिँ हामीले चारित्रिक प्रमाणपत्र हामी त्यो लेभलको हामी अब +2 मा हो भने +2 को डकुमेन्ट अपलोड गर्दै हो र डिटेल्स दिएको हो भने +2 को चारित्रिक सर्टिफिकेट, एसएलसी को गर्दै हो भने एसएलसी को, त्यसपछि ब्याचलर को गर्दै हो भने ब्याचलर को हैन हामीले यहाँनिर चाहिँ अपलोड गर्ने। र त्यसपछि चाहिँ हामीले यो वैकल्पिक यहाँनिर देख्न सक्छौँ समक्षता अपलोड गर्नुहोस् भनेर भनेको छ। जस्तै हामीले यहाँनिर केही थप विवरणहरू लेख्छौँ नि त्यसको आधारमा पनि हाम्रो अझ केही सर्टिफिकेटहरू कुनै छ त्यस्तो पनि हामीले त्यो पनि यहाँ अपलोड गर्न सक्छौँ। र यसरी हामीले बुझाउनुहोस् मा क्लिक गर्न सक्छौँ। यहाँ मैले खाली खाली राखेको भएको हुनाले यस्तो यो देखाएको हो। र यो बुझाउनुहोस् मा क्लिक गरिसकेपछि हाम्रो फेरि अब अर्को पुनः यसरी यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले यो देखिन्छ। मैले यो मेरो आफ्नो यो एसएलसी को मात्रै राखेको छु यसरी र अपलोड पनि गरेको यसरी हामीले देखिन्छ, हामीले हेर्न मिल्छ, हजुरहरूले देख्न सक्नुहुनेछ। र त्यसपछि चाहिँ अब त्यसै गरी मानौँ मैले +2 को गरेँ, एसएलसी को गरेँ, ब्याचलर को गर्ने, मास्टर्स को गर्ने, पिएचडी को गर्ने गरी क्रमशः हजुरले थप्दै जानुभयो र यहाँबाट देखिँदै जानेछ सम्पूर्ण कुरा यसरी। पछि हामीले यहाँ क्लिक गरेर चेक पनि गर्न सक्छौँ मैले अपलोड गरेको कुरा ठिक छ छैन भनेर। त्यसपछि पुनः हामी अर्कोमा क्लिक गर्छौँ र अर्कोमा क्लिक गरिसकेपछि यहाँ हामीले देख्न सक्नुहुन्छ तालिममा आएको छ अहिले तालिम। अब हामीले कुनै पनि किसिमको अब कम्प्युटर सम्बन्धी तालिम लिएका छौँ कि अब अझ अरू थप कुनै केही सिपको कुनै अथवा जे पनि हामीले केही सिकेका छौँ त्यस्तो कुराहरू ट्रेनिङ लिएका छौँ, तालिम गरेका छौँ भने र हामीसँग त्यस्तो कुनै सर्टिफिकेट्स छ हामीले प्राप्त गरेको भने त्यो सर्टिफिकेट्स हामीले यहाँनिर तालिम सम्बन्धी प्रमाणपत्र अपलोड गर्नुहोस् मा क्लिक गरेर यसरी सम्पूर्ण कुरा हामीले यहाँ विवरण तालिम दिने संस्थाको नाम, तालिमको नाम, प्रतिशत जिपिए, ग्रेड, अवधि, तालिम अवधि, समय, कागजात अपलोड गर्न यसरी हामीले यहाँ सक्छौँ। बुझाउनुहोस् मा क्लिक गर्ने। त्यसपछि चाहिँ पुनः हाम्रो चाहिँ यहाँ व्यावसायिक परिषद भनेर भनेको छ। व्यक्तिगत परिषद प्रमाणपत्र अपलोड गर्नुहोस्, यो पनि हामीले यसै गरी यहाँनिर प्लसमा थिचेर अपलोड गर्न सक्छौँ। र त्यसपछि चाहिँ हाम्रो यहाँ अनुभव रहेको छ, हामीले कुनै पनि क्षेत्रमा काम गरेका छौँ, हामीसँग एक्सपिरियन्स छ, हामीले एक्सपिरियन्स सर्टिफिकेट हामीले प्राप्त गरेका छौँ भने हामीले चाहिँ त्यो सर्टिफिकेट पनि हामीले यहाँ यसरी अपलोड गर्न सक्छौँ। यो र हाम्रो यो एक्सपिरियन्स सरकारी निकायले दिएको हो कि निजी क्षेत्रले दिएको हो हामीले त्यो चाहिँ यहाँ सम्पूर्ण कुरा खुलाएर कार्यालयको नाम, कार्यालयको ठेगाना, पद, सेवा, समूह, त्यसपछि चाहिँ उपसमूह, श्रेणी, टिप्पणी अनि रोजगारको अवधि,
कहिलेदेखि कहिलेसम्म विक्रम सम्मत या ईस्वी सम्मत जे छ समावेश रोजगारीको अवस्था स्थायी अस्थायी करार कुन चाहिँ थियो र त्यसपछि चाहिँ अनुभव सर्टिफिकेट एक्सपिरियन्स सर्टिफिकेटको पीडीएफ यहाँनिर चाहिँ हजुरले देख्न सक्नुहुन्छ। यो चाहिँ पीडीएफमा चाहिन्छ र यहाँनिर यसरी ब्राउजमा क्लिक गरिसकेपछि चाहिँ हामीले यो पीडीएफ अपलोड गर्ने अप्सन भेट्नेछौँ र हामीले राखेको ठाउँबाट यहाँनिर अपलोड गर्न सक्छौँ र यहाँनिर बुझाउनुहोस्मा क्लिक गर्यो भने पुनः यहाँनिर चाहिँ अगाडि देखिन आउनेछ। त्यसपछि चाहिँ हामीले पुनः फेरि एकचोटि अर्को गरेर थिच्यौँ भने पुनः विवरण हेर्नुहोस् भनेर चाहिँ यहाँ सम्पूर्ण विवरण हाम्रो यहाँ यसरी यो हिसाबले देखाउनुहुन्छ। नाम ठेगाना जति पनि विवरण हामीले समावेश गरेका छौँ भरेको छौँ ती सम्पूर्ण विवरण चाहिँ यसरी हामीलाई यहाँ देखाउनेछ र यति भइसकेपछि चाहिँ हामी यहाँ पुगिसकेपछि चाहिँ हाम्रो एकचोटि हेर्ने सर र कुनै पनि कुरा यदि मिस्टेक भएको छ भने हामी पुनः त्यो ठाउँमा गएर जहाँबाट हाम्रो त्यो मिस्टेक भएको छ त्यहाँ हामी गएर सच्याउन सक्छौँ र पुनः हामीले विवरण हेर्न सक्छौँ। र यति कुरा चाहिँ हामीले गरिसकेपछि चाहिँ हाम्रो यो लोकसेवा आयोगको लागि हाम्रो कुनै पनि पदको लागि हामीले आवेदन दिन मिल्ने हाम्रो शैक्षिक योग्यता तहसम्मको लागि सम्पूर्ण ठाउँबाट नेपालभरिकै जुनसुकै ठाउँबाट पनि आवेदन खुल्न आउँछ र हजुर योग्य ठहरिनुहुन्छ यी प्रमाणपत्रको आधारमा भने यहाँ रिक्त पदहरूको संख्या देखा छ। यसरी यदि हजुरको योग्यता अनुसारले हजुरले आवेदन दिन मिल्ने भ्याकेन्सी अथवा पदपूर्तिको सूचना आएको छ भने हामीले चाहिँ यहाँबाट सजिलै त्यसपछि चाहिँ हामीले एक क्लिकमा यसरी हामी ड्यासबोर्डमा जाने र ड्यासबोर्डमा गइसकेपछि यहाँ हामीले कुल रिक्त पदहरू भनेर यसरी देख्न सक्छौँ। म्याद कायम रहेको सबै विज्ञापनहरू भनेर यसरी देख्न सक्छौँ। दुईटा छ र यो दुईटा कुन कुन हो भनेर पनि हामीले यही देखिन सक्छौँ। त्यसपछि हामीले एक क्लिकमा हामीले आवेदन दिनको लागि एक क्लिक हाम्रो काफी हुन्छ र मैले त्यो भिडियो पनि हजुरहरूलाई अघिल्लो भिडियोमा बनाएर राखिदिइसकेको छु। हजुरहरूले त्यो भिडियो पनि हेर्न सक्नुहुन्छ र यस्तै जानकारीमूलक भिडियोहरूको लागि म हजुरहरूलाई हाम्रो यस लोकसेवा प्रिपरेसन च्यानलमा जोडिनु होला र च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक र कमेन्ट मार्फत आफ्नो प्रतिक्रिया भने अवश्य जनाउनु होला र नयाँ वस्तुगत प्रश्नोत्तरहरूको लागि पनि हाम्रो यस च्यानलमा हजुर जोडिन सक्नुहुनेछ। साथै लोकसेवा सम्बन्धी हरेक जानकारीको लागि हाम्रो यस च्यानलमा पनि जोडिन सक्नुहुनेछ। अहिलेलाई हाम्रो यो हस्, धन्यवाद।